सो आज चाहिँ अब स्पेसल नेपाली खाना भन्दैछ हाम्रो रहेको चाहिँ यहाँ मासु यो त होइन पेस्ट जिन्जर गार्लिक पेस्ट छ मसला कटन नेपाली हाम्रो बहिनीले बनाउनुभन्दा पनि बात हेर्ने उता अब मासु यहाँ फेरि अब बर्मानो हो नि मासु खान्न नि त्यही भएर सेपरेट छ क्या मासु खाने किचन यस्तो चाहिँ अब स्टाइलको खालको छ फेरि ग्यास पनि अब करेन्टमा जल्छ फेरि सो आज चाहिँ नेपाली खालको चिकन बन्दैछ यहाँ फेरि अब चिकन खान्न नि त्यही भएर यस्तो मासु अलाउड छैन यहाँ भित्र भन्दा पनि अब उता किचनमा सेपरेट छ एउटा किचन चाहिँ यताको अनि अर्को किचन चाहिँ उताको चाहिँ हाम्रो स्पेसल नेपाली खाली चिकन बन्दैछ मासु नखाए पनि 1 महिना भइगएको थियो यस्तो छ हालत यहाँ इन्डिया आएर मासु खान नपाएर जाने भयो घर भन्ने सोचेको थियो र आज चाहिँ हामी 1 किलो लिइदिएको फेरि यस्तो छ हाम्रो चाहिँ यस्तो हात यस्तो छ बिहारी बिग माग्दा चाहिँ बिग्दिनु हाम्रो अब यस्तो काम गर्ने यताउता अब चलन पर्न अनि हाम्रो चाहिँ अर्को किचन यो चाहिँ म्याडमको मतलब कि आमाको हो अर्को उता छोरीको हाम्रो सिस्टरले भात पकाउने हालत सानोमा पकाएर यस्तो छ भात गिल्लो अलिक गिल्लो भयो भने खान्छ पिडाइहाल्यो होइन आमाको म्याडमको किचन उता चाहिँ छोरीको यो चाहिँ भेज नन भेज दिनु मिल्दैन कि भेजिटेरियन हो नि भेज अब छोरीले लगाइदिन्छ अब आमाले पनि खानु आमा बाउले अहिले लङ भिडियो चाहिँ बनाउन सकिन्न अब त्यही अब एपिसोड खाना पाकेको देखाउनु थियो अनि खाना खानेको पनि आज कुकुर चाहिँ साथै छोडिरहेको छैन जहाँ जान्छु त्यहीँ जान्छ जा अब धेरै लङ देखाउन सकिन्न जस्ट मसला फ्राईमा चाहिँ देखाउने छु सुरुमा दियो भने तेल अब नेक्स्ट प्याज ज्यादा खरेको त छैन त्यो हालेर अब तातो भयो प्याज हाल्दैछ त्यसपछि खुर्सानी पनि मिक्स भयो अनि प्याज ब्राउन कलर पनि आइसक्यो अनि त्यसमा चाहिँ जिन्जर गार्लिक पेस्ट जिन्जर गार्लिकलाई मजाले भुटेर अनि त्यसपछि हल्दी जिरा पाउडर चिल्ली पाउडर अनि नेक्स्ट चाहिँ हाम्रो चिकन मसला अब चिकन मसला बिना त स्वाद नै आउँदैन मजा नै आउँदैन मतलब टेस्ट नै आउँदैन अब एउटा चिकन मसला पनि सान्दै हो अनि नेक्स्ट यो मजाले अब यो पाकिसक्यो त्यसपछि अब चिकन हालिदिएको अनि राम्रोसँग भुटिसक्यो भुटेको अब आफ्नो स्वाद अनुसारको अब नुन हालिदिनु सक्नुहुन्छ मैले चाहिँ अब नुन बेसी नै खान्छु त्यही भएर बेसी नै हाल्छु तपाईँहरूले अब आफ्नो स्वाद अनुसार अब कति आफूले कति खाएर राम्रो हुन्छ कति हाल्छ आफूले ठिक हुन्छ त्यो स्वाद अनुसार म चाहिँ बेसी नै खान्छु त्यही भएर बेसी नै हालेको त्यो मजाले पाकिसकेपछि त्यसपछि चाहिँ टमेटो मिक्स गरिदिएको अनि नेक्स्ट चाहिँ धनियाँ आफूले स्वाद अनुसारको लेमन अब भिनेगर पनि के हाल्ने अब लेमनै हालिदिएको मेरो चाहिँ अब 10 मिनटको लागि पाक्न मजाले पाक्नु पर्ने अनि अब खाने भातसँग खानु पर्यो अब त्यो चाहिँ आफ्नो तरिका हिसाबसँग पानी अब कति
मास खान आयो मान्छे अब आफूले अब भातसँग खाने चाहिँ अब आफ्नो हिसाबले हाल्दा पनि हुन्छ अनि हाम्रो कस्तो खान्छ कि नि चोक्टा भनेर आएको हेर्न मान्छे हामीलाई चाहिँ 10 मिनट अब पाकी त सकिसक्यो अब 10 मिनटको लागि एकदिन बोइल हुन दिउँ सो हाम्रो खाना चाहिँ अब रेडी भयो कस्तो हुन्छ अब टेस्ट द अर्ग्यानिक टेस्ट गरेर भन्नेछु कस्तो हुन्छ अब नेपाली खाना अब यस्तै छ है नेपाली स्टाइलमा ठिकै छ उता काँसिरहेछन् बास्नाले फेरि अब खाना चाहिँ रेडी भयो अब खाएर अब टेस्ट कस्तो हुन्छ उहाँलाई भनिदिन्छु जस्तो अब इन्डियामा बसेकोलाई पनि यस्तै बनाएर खान ल्याइछु कि भने ल बाबाई अब खाएर भनिदिन्छु टेस्ट कस्तो हुनेछ राम्रै हुनेछ देखाइमा त राम्रै छ कि कस्तो हुनेछ हजुरहरूलाई खाएर भनिदिन्छु अनि खाना चाहिँ कस्तो भयो बहिनी यति नै